हाम्रो साथीहरू पनि आइपुगेछ मलाई भेट्न। यहाँ हेर्नुहोस्, उयो मसँगै मभन्दा अलिक जुनियर पर्सन हो, मभन्दा अलिकति अगाडि पढेको। एकजना चाहिँ काफ्ले अरे, एकजना चाहिँ पर्सँगै हो, एकजना चाहिँ अघि मसँग जाने भाइ हो। यहाँ हामी आएर पनि पानी सानी खाँदैछौँ। अब चियाको व्यवस्था हुँदैछ। अब एकछिनमा फेरि कता जानुपर्छ। यो बाइक, यो स्कुटी, यो बाइक चाहिँ कस्तो खालको बाइक हेर्नुहोस् त, कुन मोडलको हो यो चाहिँ? यो कुन मोडलको? 1980 को हो क्या यो मोडल? ओए कहाँ आइपुग्यो? नमस्ते भन्नु पुरै डेस्टिनेसन आइपुग्न आँटेको गाइस। यहाँ हेर्नुहोस् होला, कहाँ आइपुग्यो तर हामीलाई थाहा छैन। जान चाहिँ गइँदैछ। अब कहाँ टुङ्गिन्छ हेर्नुहोस् होला तपाईँहरूले। एकदम हामीले गएको कहीँ छौँ, तर कहाँ पुगिन्छ कहाँ पुग्न आँटेको छौँ। अब हामी वन द वे छौँ, हेर्दै गर्दैछौँ। किन हाँसेको? किन के खाने? के खान्थे? के डल्लो के खान्छस्? कुन चाहिँ डल्लो? अघि बिहान ल्याइदिएको खाइनस्? अन्त अझै के खाने? अन्त खाने यता चाहिँ धान खेतीहरू पुरा हुँदो रहेछ। हेर्नुहोस् है साथीहरू, टाउको दुख्यो किन? हाम्रो जग्गा पनि आइपुग्न आँटेको। सफला स्कुल। यो कुन स्कुल हो? कुन स्कुल हो? यस्तो सानो सानो घरहरू छ यतापट्टि, देखिरहनु भएको छ रोड। तपाईँको क्युआर कोड अघि मैले हालिनँ, माथि नै देखेको थिएँ, लफडा खत्तम हुन्थ्यो। त्यस भएर त हामी पनि हिँड्ने है, गाडीमा चढिएर लाग्यो। सकेको पिकनिक स्पोटतिर चाहिँ एकछिन घुम्यो, भिडियो सिडियो बनाइदियो, भ्लग बनाइयो। अब त्यहाँ हामी हिँडेको। हाम्रो ब्रदर पनि छ है, देख्नुभयो होला यता ड्राइभर दाइ अगाडिपट्टि। हामी कहाँ आइपुग्न आँट्यो? अमृतनगर साइडतिर आइपुग्न आँट्यो। के भन्छ दाजु? अमृतनगर होइन यो? ढोकामाटी मुनि के भन्छ जग्गाको नाम? जग्गाको नाम के भन्छ यो जग्गालाई? चाउरेझार? के जग्गा हो चाउरेझार अरे? ए ताउरेझार अरे जग्गाको नाम। त्यहाँ आइपुग्यो हामी अहिले। माथि अहिले चाहिँ भुटान उसमा थियो नि त, बोर्डर साइडमा। यहाँनिर पिकनिक स्पोटमा घुम्न गएको थियो, यसो हेर्न गएको। यो चाहिँ भ्लगिङ गर्न हो। म भ्लगर हो, एउटा युट्युब च्यानल पनि छ। तपाईँहरूले सब्सक्राइब गर्न नभुल्नुहोस् होला। जति पनि मेरो भिडियो हेर्नुहुँदैछ हजुरहरूले सब्सक्राइब गर्नुहोस् होला कृपया गरेर। म आसाम, मेघालय, सिक्किम, अरुणाचल कहाँ कहाँ जान्छु, त्यहाँको भिडियोहरू म बनाउँछु। जस्तै हाम्रो भाग्य नेपाली
जिउ जस्तै अलिअलि अब त्यो लाइनमा आउनुपर्छ। हामी फेरि स्ट्रगल गर्नुपर्छ क्या लाइफमा स्ट्रगल गरेन भने केही पनि हुँदैन। लाइफ नै एउटा स्ट्रगलको लागि नै बनाइदिएको हो। सुतेर खान बसेर खान बनाएको होइन यो जिन्दगी कि स्ट्रगल गर्नैपर्छ हामीले। अब एक्टिभ हुनु पऱ्यो। यस्तो युट्युब च्यानल चलाउनेहरूको लागि युट्युब च्यानल चलाउनको लागि भयो, फेसबुकमा ब्लगिङ गर्नको लागि भयो, यसमा चाहिँ अब मान्छेहरू एक्टिभ हुनुपर्छ। अहिले सोसियल मिडियाको जमाना हो। जति हामी तपाईँहरूले सोसियल मिडिया चलाउँछौँ त्यति राम्रो हामीलाई, किनभने सोसियल मिडियाको पावर यस्तो छ अहिलेको जमानामा कि यस्तो हेभी पावर छ सोसियल मिडियामा। तपाईँले एउटा नराम्रो कुरा एउटा ब्लगिङ बनाएर हालिदिनुहोस् त एकैछिनमा भाइरल हुन्छ। राम्रो कुरा मान्छेहरूले हेर्न चाहँदैन, तर हामी चाहिँ कहाँ गएको के घुमेको राम्रो भिडियो बनाएर कस्तो कन्सेन्टहरू बनाएर हाल्छौँ, तर मान्छेले यस्तो हेर्न खोज्दैन। तर नराम्रो कुरा क्या नेगेटिभतिर चाहिँ मान्छेले आजकल बेसी फोकस गर्दैछ। तर हाम्रो समाज कहाँ जाँदैछ होइन, यो समाज हाम्रो यो अहिलेको कल्चर हाम्रो अब नेपाली कल्चर भयो, हर हिन्दूको कल्चर कहाँ जाँदैछ भनेर चाहिँ वेस्टर्नतिर हाम्रो बिलाउँदैछ। तर हामीले यसलाई चाहिँ जोगाएर राख्नुपर्छ। अब हामी कहाँ जान्छौँ यस्तो भिडियो बनाउँदै होइन। अब त्यस्तो ब्लगिङहरू हेर्नुपर्छ। कति एडभाइसहरू हुन्छ हामीबाट, कतिले एडभाइसहरू सुन्न सक्नुहुन्छ, राम्रो उपदेशहरू त्यस्तो सुन्नुपर्छ क्या हो। अन्त त्यस्तै भाग्यनी उपाध्यायजीले कतिजना मान्छेहरूलाई कहाँबाट टिपेर कहाँ पुर्याइदिनु भएको छ नेपालमा होइन। एउटा टोकरी लिएर बस्ने मान्छे अहिले पिक्चर स्टार भइसक्यो। एउटा अब फिल्म उसले स्टार खेल्दैछ। त्यस्तो हुनुपर्छ मान्छेहरू क्या हो। एउटा बाटोमा टोकरी लिएर बस्ने, पैसा थापेर बस्ने मान्छे आज स्टार भएको छ। त्यस्तो हुनुपर्छ। मान्छे स्ट्रगल गऱ्यो भने चाहिँ नामुमकिन केही छैन, सबै मुमकिन छ दुनियाँमा। तर मान्छेले बसेर रक्सी जाँड मद मदिरा भाङ धतुरो यस्तोतिरको लतमा लाग्यो भने चाहिँ बर्बाद, लाइफ खतम। यो लाइफ फेरि आउँदैन, नेभर कम ब्याक भन्छ नि, त्यस्तै हो साथी हो। जिन्दगी भनेको चाहिँ एकखेप पाउँछ, फेरि पाउँदैन। त्यसैले गर्दा यो संसारमा रहन्जेल अब बी पोजिटिभ भन्छ नि, बी पोजिटिभ। राम्रो सङ्गतले हिँड्नुपर्छ, राम्रो साथीको साथ दिनुपर्छ, राम्रो कुराको पछि लाग्नुपर्छ। म चाहिँ यस्तै भन्न चाहन्छु है। हेर्नुहोस् होला मेरो भिडियोहरू पनि तपाईँहरूलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस् होला, मन परेन भने तपाईँहरूको इच्छा। एनिवे थ्याङ्क यू फर वाचिङ गाइज। मान्छेको जिन्दगी नै स्ट्रगल हो। तपाईँ स्ट्रगलै गर्दैन भने चाहिँ लाइफमा केही पनि छैन साथी हो। म कहाँबाट कहाँसम्म पुग्छु भिडियो बनाउँदै हिँड्छु होइन। यही त हाम्रो लाइफ भनेको नि यति नै त हो, अरू के छ र। यस्तै हो जिन्दगी क्या। ओए कहाँ आइपुग्यो हामी? कहाँ आइपुग्यो? अब जग्गा थाहा छैन तँलाई। मैले क्यामेरा पर्सन राखेको काम लागेन, क्यामेराम्यान राखेको काम लागेन। फोटो खिच्दै जान्दैनस्? यो सुपारी बगान यो चाहिँ आसाममा हो। यो चाहिँ यस्तो तपाईँको यसको लोकेसन चाहिँ हो तपाईँको आसामको लोकेसन हो तपाईँको बङ्गालीपाडा भन्छ। भोलाजार बङ्गालीपाडा साइडदेखि भएर चाहिँ त्यस्तो आउँछ अमृतनगर भन्छ। त्यहाँबाट उँभो अमृतनगरबाट चाहिँ उँभो जाँदा चाहिँ एउटा पिकनिक स्पोट पाउनु रहेछ, भोगामाटी पिकनिक स्पोट। म पनि 2-3 खेप जस्तो भइसक्यो यहाँ आएको। यसो घुम्न मन लाग्छ त्यो जग्गा कि, त्यही भएर आइन्छ। त्यस्तो हो लाइफ। काली हो कि गोरीलाई? काली हो कि गोरीलाई? कसलाई हो? एकजना हाम्रो भाइ चाहिँ मोबाइलमा बिजी छ यो। कहाँ आइपुग्यो दाजु हामी? ओए कहाँ आइपुग्यो भन् त? आउन आँट्यो।
हाम्रो डेस्टिनेसन आइपुग्न आँटेछ गाइस। आइपुग्यो छैन आइपुगेको। के जान्नु अब के भन्यो। हिँडै तेरो नि फोटो खिचिदिनु किन हिँड यो चाहिँ बोगामाटी है। हेर्नुहोस् है कति सुन्दर प्लेस छ यहाँ। हेर्नुहोस् यहाँ देख्नु होला यो चाहिँ बोगामाटी पिकनिक स्पट हो। यस्तो यस्तो जग्गा छ, सुन्दर छ यहाँ। हेर्नुहोस् यो पहाड देख्दै गरेको चाहिँ भुटानको हो। हेर्नुहोस् अझै जुम गरेर तपाईँहरूलाई देखाउन सक्छु। यति सुन्दर छ यहाँनिर जग्गा। हेर्नुहोस् यहाँ देखिरहनु भएको छ, यो चाहिँ पिकनिक स्पोटै हो गाइस। बोगामाटी पिकनिक स्पोट प्लेस हो। हेर्नुहोस् कति सुन्दर छ, देखिरहनु भएको छ हजुरहरूले। यो चाहिँ एकदम सुन्दर छ। हेर्नुहोस् यता गएर चाहिँ भुटान देख्नु, यता म छु देख्नु होला, यो भुटान बोर्डर हो। बोगामाटी पिकनिक स्पोट भन्छ। देख्नु होला कस्तो भिड छ, कस्तो क्राउड छ यहाँनिर। हेर्नुहोस् अहिले